ल हेर्नु है गाइज याङ्गोमा यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ अनि के हुँदो रहेछ भन्दाखेरि होइन मलाई बुकिङ आयो यो पेसेन्जरको बुकिङ आयो होइन मैले रिक्वेस्ट दिएपछि के भयो भन्दाखेरि ठाउँमा म पिकअप लोकेसनमा गएँ पिकअप लोकेसनमा पुगेपछि पिकअप लोकेसनमा जाँदै गर्दाखेरि चाहिँ मान्छेले मलाई म्यासेज गर्यो क्या म्यासेज गरेपछि भाइ यो नम्बरमा कल गर्नु ल भनेर भन्नुभयो अनि मैले सामान गएँ अनि यो नम्बरमा कल गरेँ कल गर्दाखेरि 1 किलोमिटर पर रहेछ क्या उहाँ अनि म चाहिँ लोकेसनमा पुगेर कल गर्दाखेरि उहाँले 1 किलोमिटर पर रहेछ अनि त्यसपछि मैले गरेँ अनि त्यसपछि उहाँलाई कुरा गरेर मैले लोकेसन चेन्ज गर्न लगाउन खोजेको उहाँले जान्नु भएन छ त्यसपछि जुन नम्बर दिएको त्यसमा कल गर्दाखेरि चाहिँ के भयो गर्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने त्यहाँबाट अलिकति तल हो आउनुहोस् यस्तो उस्तो भनेर मलाई बोलाउनु भयो होइन अनि मैले चाहिँ हुँदैन यस्तो उस्तो कुरा गर्दाखेरि उहाँले रिक्वेस्ट गर्नुभयो यस्तो उस्तो भनेर अलि रिक्वेस्ट गर्नुभयो मैले ओके भनेर गएँ अनि पछि सामान के रहेछ भनेर हेर्दाखेरि सामान चाहिँ हेर्नुहोस् यहाँ यो हो 1 बोरा आलु है अब यिनीहरू चाहिँ ल सबै ठिकै छ होइन अनि मलाई उहाँले 350 दिन्छु भनेर रिक्वेस्ट गर्नुभयो चाहिँ मैले ओके गरेर आएँ अनि त्यहाँबाट आएपछि मलाई एउटा के उ भयो भन्दाखेरि हेर्नुहोस् है यहाँ अहिले 178 देखाइरहेको छ होइन मैले यो राइड स्टार्ट गरेपछि 65 रुपिस मात्र थियो क्या अनि 65 थियो अनि मैले चाहिँ अब 350 दिन्छु भने चाहिँ ल हो 65 हो 60 होस् मलाई मतलब भएन भनेर म आएँ आउँदा मैले बाटोमा हेर्दाखेरि अहिले 179 पुग्यो होइन अब एकछिन हेर्दै गर्नुहोस् होइन तपाईँहरू यो फेरि बढ्छ कि यो 1 मिनट जति 30 सेकेन्डदेखि 1 मिनटभित्रमा ल हेर्नुहोस् 79 थियो बढ्यो 80 पुग्यो अब यो फेरि बढ्छ न मैले कुनै वेटिङमा राखेको छु न कुनै उ छ होइन अब यो हेर्नुहोस् बढिरहेछ होइन यो प्रत्येक 30 सेकेन्डदेखि 1 मिनटमा बढिरहेछ क्या यस्तो पनि हुँदो रहेछ क्या याङ्गोमा मैले यो चाहिँ नोटिसै गरेको थिइनँ क्या आज फर्स्ट टाइम मैले नोटिस गरेको छु होइन अनि यही हो ल हेर्नुहोस् 1 रुपियाँ यसरी बढिरहेको छ क्या अब ठिकै छ म पुग्न लागिसकेँ होइन अब हेर्नु 34 मिनट भयो म उहाँबाट आउँदाखेरि लगभग 15 किलोमिटर जति थियो म पुग्न लागिसकेँ अब त्यहाँसम्म पुग्दाखेरि चाहिँ हेर्दै गर्नु होला यो रेट कतिसम्म पुग्दो रहेछ है तपाईँहरूलाई म फेरि देखाउँदैछु हेर्नु होला ल हेर्नु गाइस अहिले 198 पुग्यो होइन म यहाँसम्म आइपुग्दाखेरि मेरो यहीँ हो लास्ट कम्प्लिट होइन यो बढी नै रहेछ अझ पनि है हेर्दै गर्नु होला यो लिन पनि आउँदैछ अब यो मान्छेले 350 दिन्छु भनेर आएको होइन कति दिनु हुँदो रहेछ 198 99 भइसक्यो कति बेरसम्म बढ्दो रहेछ हेर्दा यस्तो मैले फर्स्ट टाइमै देख्दैछु यो याङ्गोमा मिनटमा प्राइस बढिरहेको मिनट पनि होइन अब सेकेन्डमा बढिरहेको है
202 एकैचोटि ट्रेन गर्ने बेला ध्यान छ तपाईँहरूलाई ट्रेनमा पक्रिनु पर्छ ट्रेन है यो त अति भएन र सर भनेको हजुर अति भएन र यो सामान भनेर भन्नुभयो लास्टमा एक बोरा आलु धन्न मैले यो गरेको छु मैले 400 काट्नु नि त ल लिनु न होइन तपाईँलाई नि के घाटा बनाउनु होइन ठिकै छ अब त्यो मैले लिएकै भएर मात्र हो फेरि लिन जानु पनि 1 किलोमिटर पर थियो हो लोकेसन त्यो मान्छे हाल्दै मान्छे त्यही भने लोकेसन पर हाल्नु भएको लिनु गाउँबाटै हो सरी अब हामी उहाँ गए हेर्नु न उहाँ गए फेरि तपाईँ आउनुहोस् कि पऱ्यो होइन त्यही भएर नि है त है ठिक छ ल त है त हस् हेर्नुहोस् गाइज यो लास्टसम्म चाहिँ 209मा मैले कम्प्लिट गरेको छु उहाँले दिनको 400 रुपियाँ दिनुभयो ठिकै छ के छैन राम्रो हुन्थ्यो अब 210मा कम्प्लिट भयो होइन ल अब अर्को राइड दिइसकेको छु म अब अर्को राइडतिर जान्छु हेर्दै गर्नु होला धन्यवाद